Question number 1. Nucleus is discovered by A. J. Thomson, B. James Chadwick, C. Eugene Goldstein, D. Ernest Rutherford. So our correct answer is Ernest Rutherford. J. Thomson discovered electron, James Chadwick discovered neutron, Eugene Goldstein discovered proton. अब हम क्वेश्चन नंबर 2 में न्यूक्लियन इज A. Electron and proton, B. Proton and nucleus, C. Proton and neutron, D. Known. Solution. Nucleus contain proton and neutron. Nucleus मा हेर्दाखेरि प्रोटोन र न्यूट्रोन्सहरु हुन्छ which are collectively known as nucleon. So our correct answer is C. Proton and neutron are collectively known as nucleon. अब हम क्वेश्चन नंबर 3 मा for an isobaric member of nuclei which of following condition is true. A मा neutron number remains same, B मा atomic number remains same, C मा both neutron and proton numbers remain same, D मा mass number remain same. So यो isobaric मतलब आइसोबार्स भन्न खोजेको हो. सो टाइप अफ न्यूक्लियलाई हामी यहाँ 3वटा मात्र राखेको छौं. सो टाइप अफ न्यूक्लियमा पहिलो छ आइसोबार्स. सो यहाँ आइसोको मतलब हुन्छ सेम र यहाँ बार्समा हेर्दाखेरि ए देखिन सक्छ हामी. सो यसको मतलब यहाँबाट के सम्झन सक्छौं भन्दाखेरि ए सेम हुन्छ, जेड के हुन्छ डिफरेन्ट हुन्छ. त्यसैगरी आइसोको मतलब यसमा पनि सेम र यसमा हामी यन देख्न सक्छौं. सो आइसोटोन्समा यन सेम मतलब number of neutrons same and z के हुन्छ डिफरेन्ट. त्यसैगरी आइसोटोप्समा z सेम र a डिफरेन्ट भनेर सम्झिनु पर्छ. सो आवर करेक्ट एन्सर इज आइसोबार्सको लागि मास नम्बर रिमेन्स के हुन्छ सेम हुन्छ. मास नम्बर रिमेन्स सेम. अब हम क्वेश्चन नम्बर 4 मा The radius of gold nucleus is approximately. So gold को nucleus को radius थाहा पाउनु छ. So हामीले थाहा छ radius of nucleus r is equal to r naught a को power 1/3 where r naught is a constant whose value is about 1.2 into 10 to the power minus 15 meter. र हामीलाई सबैलाई थाहा छ 10 to the power minus 15 meter भनेको के हो फर्मी हो. सो 1.2 फर्मी पनि हुने भयो. सो फर गोल्ड न्यूक्लियस को लागि r is equal to r naught a को पावर 1/3 र गोल्ड न्यूक्लियस को लागि गोल्ड को लागि हाम्रो एटोमिक मास नम्बर a कति हुन्छ 197 हुन्छ. सो यहाँ राखेर हामी सोल्भ गर्दाखेरि हाम्रो आन्सर आउँछ 6.97 into 10 to the power minus 15 meter which is approximately equal to 4.29 into 10 to the power minus 14 meter. So our A is correct answer. अब हम क्वेश्चन नंबर 5 मा The density of nucleus of mass number A is proportional to A को पावर क्यूब, A को पावर 1/3, A को पावर 1 और A को पावर 0. सो हामी सबैलाई थाहा छ डेन्सिटी अफ न्यूक्लियस इज इक्वल टु मास अफ न्यूक्लियस बाई भोल्युम अफ न्यूक्लियस गर्नु पर्यो. सो मास अफ न्यूक्लियस के भनेको थियो मैले A into 1AMU where A is the atomic mass number र भोल्युम इज इक्वल टु के थियो 4/3 पाई r naught क्यूब A थियो. सो यहाँ A ले A क्यान्सल हुने भयो, A ले A के हुने भयो क्यान्सल हुने भयो. सो यो जति पनि कन्स्टेन्टहरु छ तिनीहरुको भ्यालु राख्दाखेरि डेन्सिटी अफ न्यूक्लियस कति आउँछ 10 to the power 17 kg per meter cube आउँछ. सो यसको मतलब के भयो भन्दाखेरि रो इज डाइरेक्टली प्रोपोर्शनल टु a को पावर 0. इट मीन रो इज इन्डिपेन्डेन्ट टु a. हाम्रो डेन्सिटी अफ न्यूक्लियस एटोमिक मास नम्बरमा डिपेन्ड गर्दैन. सो एभ्री न्यूक्लियस हैज अलमोस्ट सेम न्यूक्लियर डेन्सिटी. जुनसुकै न्यूक्लियसको लागि लगभग सब न्यूक्लियसको लागि हाम्रो न्यूक्लियर डेन्सिटी के हुन्छ सेम नै हुने भयो.
सो आवर करेक्ट एन्सर इज ए को पावर 0 इज इन्डिपेन्डेन्ट टु एटोमिक मास नम्बर। अब जाम क्वेसन नम्बर 6 मा। क्वेसन नम्बर 6 मा रहेको छ बाइन्डिङ इनर्जी पर न्युक्लियोन इज हाइजेस्ट फर द एटम भनेर भनेको छ। सो हामीले सबलाई थाहा छ बाइन्डिङ इनर्जी पर न्युक्लियोन सबभन्दा धेरै कसको लागि हुन्छ निकेल 62 को लागि, त्यसपछि हाम्रो आइरन 56 को लागि हुन्छ। र जसको बाइन्डिङ इनर्जी पर न्युक्लियोन धेरै हुन्छ ऊ धेरै के हुन्छ हाम्रो त्यो धेरै स्टेबल हुने भयो। सो बाइन्डिङ इनर्जी पर न्युक्लियोन डिटरमाइन स्टेबिलिटी अफ न्युक्लियस कतिको स्टेबल छ भन्ने कुरा जनाउँछ हाम्रो बाइन्डिङ इनर्जी पर न्युक्लियोन रे। सो जसको बाइन्डिङ इनर्जी पर न्युक्लियोन धेरै ऊ धेरै स्टेबल र जुन न्युक्ली धेरै स्टेबल हुन्छ त्यो न्युक्ली नै सबभन्दा धेरै पाउँछ, मतलब सबभन्दा धेरै के हुन्छ एबन्डन्ट हुन्छ। सो यहाँ हाम्रो निकेल दिएको छैन अप्सनमा, सो हामीले के चुज गर्नुपर्ने भयो दोस्रो नम्बरवाला आइरन। सो आवर आइरन इज करेक्ट एन्सर फर दिस क्वेसन। अब हम क्वेसन नम्बर 7 मा अ न्युक्लियस ZXA decay to Z+1YA plus an additional nuclear particle, the resulting particle may be ए नम्बरमा पोसिट्रोन, बी मा अल्फा, सी मा बीटा र डी मा गामा भनेर दिएको छ अप्सनहरू। सो हामी सबैलाई थाहा भएको कुरा के हो त भन्दाखेरि कुनै पनि न्युक्लियर रिएक्सनमा हाम्रो जेड अफ रिएक्टेन्ट मतलब एटोमिक नम्बर अफ रिएक्टेन्ट इक्वल के हुन्छ एटोमिक नम्बर अफ प्रोडक्ट, यसको मतलब जेड के हुन्छ कन्जर्भ हुन्छ। त्यसै गरी एटोमिक मास नम्बर ए अफ रिएक्टेन्ट इक्वल टु के हुन्छ एटोमिक मास नम्बर ए अफ प्रोडक्ट हुन्छ, त्यही भएर ए पनि के हुने भयो एटोमिक मास नम्बर पनि कन्जर्भ हुने भयो। त्यसै गरी पी अफ रिएक्टेन्ट इक्वल टु पी अफ प्रोडक्ट हुन्छ भन्नुको अर्थ हाम्रो लिनियर मोमेन्टम पी पनि के हुन्छ कन्जर्भ हुन्छ। त्यसै गरी मास मात्रै पनि होइन अथवा न्युक्लियस छुट्टै राख्दाखेरि मास पनि होइन अथवा इनर्जीलाई पनि छुट्टै राखेर कन्जर्भ गर्न सक्दैन, तर मास र इनर्जीलाई एकै ठाउँमा राख्ने हो भने मास इनर्जी अफ रिएक्टेन्ट इक्वल टु के हुन्छ मास इनर्जी अफ प्रोडक्ट हुन्छ। यसको मतलब मास इनर्जी कन्जर्भ हुन्छ तर मास मात्रै कन्जर्भ हुँदैन अथवा इनर्जी मात्रै कन्जर्भ हुँदैन, तर मास इनर्जीलाई एक ठाउँमा राख्ने हो भने कन्जर्भ हुन्छ। सो यति कुरा कुनै पनि न्युक्लियर रिएक्सनमा कन्जर्भ हुन्छ। जेड अफ रिएक्टेन्ट इक्वल टु जेड अफ प्रोडक्ट, ए अफ रिएक्टेन्ट इक्वल टु ए अफ प्रोडक्ट, पी अफ रिएक्टेन्ट इक्वल टु पी अफ प्रोडक्ट, मास इनर्जी अफ रिएक्टेन्ट इक्वल टु मास इनर्जी अफ प्रोडक्ट हुन्छ। सो हामीलाई एउटा रिएक्सन दिएको छ जेडएक्सएबाट के भनिरहेको छ Z+1YA र एउटा एडिसनल पार्टिकल अब के बन्छ त्यो भनेर हामीलाई थाहा पाउनु छ। सो एडिसनल मैले माने कि जेड बन्छ। अब जेडमा त्यसको एटोमिक नम्बर र तर त्यसको एटोमिक मास नम्बर हामीले थाहा पाउनु पर्यो। सो यसको जेड यो रिएक्टेन्टतिरको जेड र प्रोडक्टतिरको जेड कन्जर्भ हुन्छ, हामीले सबैलाई थाहा छ, यहाँ माथि थाहा पाइसक्यो। सो यताको जेड हुने भयो रिएक्टेन्टतिरको र प्रोडक्टतिरको Z+1 र -1 गर्ने हो भने के हुन्छ माइनस प्लस क्यान्सल हुन्छ, यो र यो क्यान्सल हुन्छ। सो यो माइनस हो, यो के हो माइनस हो, यो प्लस होइन यो माइनस हो। सो माइनस प्लस क्यान्सल हुने भयो। सो जेड इक्वल टु के हुने भयो जेड, यसको मतलब जेड अफ रिएक्टेन्ट इक्वल टु जेड अफ प्रोडक्ट के भयो कन्जर्भ भयो। सो यसको मतलब यहाँ के हो -1 नै हो। जेड जुन बनिरहेको छ त्यसको एटोमिक नम्बर के हुनुपर्छ -1 नै हुनुपर्छ। त्यसै गरी ए को लागि ए अफ रिएक्टेन्ट ए नै छ र ए अफ प्रोडक्ट के छ ए छ। सो ए र ए कन्जर्भ भइसकेपछि हामी के राख्न सक्छौँ यहाँ 0। सो त्यो 0+1 0+ ए भनेको ए नै हो। सो ए इक्वल टु के हुने भयो ए हुने भयो, रिएक्टेन्ट अफ ए इक्वल टु प्रोडक्ट अफ ए हुने भयो। यसको मतलब ए पनि के हुने भयो कन्जर्भ हुने भयो। सो यसको मतलब जुन यो जेड बनेको छ यो नै के हो त भन्दाखेरि एडिसनल प्रोडक्ट हो। सो -1 जेड 0 भन्नुको अर्थ के हो त भन्दाखेरि यो इलेक्ट्रोन अथवा बिटा पार्टिकल, इलेक्ट्रोन भन्नुहोस् अथवा बिटा पार्टिकल भन्नु एउटै कुरा हो र यसको सिम्बल हामी कसरी रिप्रेजेन्ट गर्छौँ यसलाई -1 E0। सो यो जुन बनेको छ जेड त्यो के हो
यही हो र यो के हुने भयो बीटा पार्टिकल। सो आवर करेक्ट एन्सर इज के हुने भयो बीटा पार्टिकल। सो यहाँबाट धेरै किसिमको क्वेसनहरु सोधिरहेको छ। सो यहाँ एउटै कुरा मात्र ध्यान दिनु पर्यो के भन्दाखेरि जेड रिएक्टेन्ट इक्वल टु जेड प्रोडक्ट हुन्छ, ए रिएक्टेन्ट इक्वल टु ए प्रोडक्ट हुन्छ, ए पी रिएक्टेन्ट इक्वल टु पी प्रोडक्ट हुन्छ। मतलब यो कुराहरु कन्जर्भ हुन्छ र योहरु के गर्नुपर्छ इक्वेट गरेर जे बन्छ बन्छ। अब जाम क्वेसन नम्बर 8 मा। क्वेसन नम्बर 8 मा जाम। क्वेसन नम्बर 8 मा रहेको छ अन बम्बार्डिङ युरानियम 235 by solo neutron 200 MeV energy is released if the power output of atomic reactor is 1.6 megawatt, then the rate of fission will be। सो रेट अफ फिजन थाहा पाउनको लागि के गर्नु पर्यो रेट अफ फिजन भनेको के हो हामीलाई पढेको कुरा n/t। सो n/t चलो के थियो पावर बाइ इनर्जी पर फिजन। इनर्जी पर फिजन थियो है त। सो पावर कति हुने भयो यहाँ दिएको छ हामीलाई 1.6 मेगावाट। सो 1.6 इन्टु मेगा 10 to the power 6 र वाटलाई हामी के पनि लेख्न सक्छौँ जुल पर सेकेन्ड पनि लेख्न सक्छौँ। सो 1.6 इन्टु 10 to the power 6 जुल पर सेकेन्ड हुने भयो। त्यसैगरी इनर्जी पर फ्युजन हामीलाई कति दिएको छ 200 MeV। सो 200 हुने भयो इन्टु 10 to the power 6 किनकि यम भनेको मेगा हो र इलेक्ट्रोन भोल्ट इक्वल टु 1 इलेक्ट्रोन भोल्ट इक्वल कति हुन्छ 1.6 इन्टु 10 to the power -19 जुल हुन्छ। सो त्यो भ्यालु राख्दाखेरि यहाँ जेले जे काटिन्छ जुलले जुल काटिन्छ। यो 1.6 ले पनि यो 1.6 काटिन्छ 10 to the power 6 ले 10 to the power 6 काटिन्छ र यसलाई डिभाइड गर्दाखेरि कति आउँछ हाम्रो 5 इन्टु 10 to the power 16 पर सेकेन्ड आउँछ। 5 इन्टु 10 to the power 16 पर सेकेन्ड इज आवर करेक्ट एन्सर। सो आवर 5 इन्टु 10 to the power 16 पर सेकेन्ड बी इज आवर करेक्ट एन्सर हुने भयो। अब जाम क्वेसन नम्बर 9 मा। इन न्युक्लियर रिएक्टर क्याडमियम रड इज युज एज। सो हामी सबैलाई थाहा छ क्याडमियम रड हामीले न्युक्लियर रिएक्टरमा कन्ट्रोल रडको रूपमा युज गर्छौँ। सो आवर करेक्ट एन्सर इज कन्ट्रोल रड हुने भयो। सो कन्ट्रोल रड किन युज गरिन्छ त भन्दाखेरि युज टु एब्जर्भ सोधिराख्ने क्वेसन मध्ये पर्छ यो युज टु एब्जर्भ के त न्युट्रोन। त्यो न्युक्लियर रिएक्टरमा जुन त्यो न्युट्रोनहरु बनिराखेको हुन्छ यता 3 0 या 1 तीनवटा न्युट्रोन बनिराखेको हुन्छ तिनीहरूलाई अब्जर्भ गर्नको लागि के युज गरिन्छ कन्ट्रोल रड युज गरिन्छ। र कन्ट्रोल रडको इक्जाम्पलहरु के छ हाम्रो बोरोन र क्याडमियम। बोरोन के हो क्याडमियम हो। त्यसैगरी हामीले मोडरेटर पनि युज गर्छौँ न्युक्लियर रिएक्टरमा। त्यो मोडरेटर के हो त भन्दाखेरि मोडरेटर के लागि युज गरिन्छ भन्दाखेरि युज टु स्लो डाउन द स्पिड अफ न्युट्रोन। त्यो जुन न्युट्रोन बनिरहेको हुन्छ त्यो जसको स्पिड हुन्छ त्यो स्पिडलाई कन्ट्रोल गर्नको लागि स्लो गर्नको लागि हामीले मोडरेटर युज गर्छौँ। र मोडरेटरको इक्जाम्पल वाक्य के छ हाम्रो ग्राफाइट र बेरिलियम रहेको छ। त्यसैगरी न्युक्लियर फ्युल युज गर्छौँ र न्युक्लियर फ्युल हामी न्युक्ली विथ एटोमिक मास नम्बर मोर देन 230 भएको युज गर्छौँ। त्यसैगरी कुलेन्टको रूपमा हामीले वाटर र हेभी वाटरहरू युज गर्न सक्छौँ। अब जाम क्वेसन नम्बर 9 मा। What are the appropriate condition for a fusion reactions to occur? फ्युजन रिएक्सन फ्युजन कहाँ हुन्छ सनमा हुन्छ र यो कन्डिसन अकर गर्नको लागि यसको लागि एप्रोप्रिएट कन्डिसन के होला भनेर सोधेको छ। एमा रहेको छ हाई टेम्परेचर एन्ड लो प्रेसर, बीमा लो टेम्परेचर एन्ड हाई प्रेसर, सीमा हाई टेम्परेचर एन्ड हाई प्रेसर, डीमा लो टेम्परेचर एन्ड लो प्रेसर। सो हामीलाई थाहा भएकै कुरा हो के हुन्छ भन्दाखेरि हाई टेम्परेचर एन्ड हाई प्रेसरमा हाम्रो फ्युजन रिएक्सन अकर गर्छ। त्यसैगरी फ्युजन रिएक्सन अकर इन के त स्टार्सहरुमा के हुन्छ हाम्रो फ्युजन रिएक्सन हुन्छ हैन। स्टारको एक्जाम्पलको लागि हामी के लिन सक्छौं सन किनकि सन इज द एक्जाम्पल अफ स्टार हो। थ्यांक यू।